9-10 कक्षामा पढ्दाखेरि स्विच स्कुल पढेर केही पनि प्रगति गर्न सक्दैन भन्ने छिमेकीको लागि यो मेरो एउटा सानो प्रगति। 2 वर्ष अगाडि म 3rd भएको थिएँ इन्टर स्कुल भलिबल कम्पिटिसन। अनि त्यो बेला सबैले मलाई हेपेको थियो यो मेरो टिम हो। अनि मेरो मनमा एउटै रिस थियो अनि राग थियो। अब म यो स्कुल छोड्नुभन्दा अगाडि फर्स्ट प्राइज उचालेर नै जान्छु। अनि 2 वर्षपछि फेरि स्कुलमा इन्टर स्कुल भलिबल कम्पिटिसन भयो। अनि मैले आफ्नो सबै हिम्मत अनि सबै ज्ञान देखाएर मेरो टिमको सहयोगमा मैले यसरी फर्स्ट पुरस्कार उचाल्न सफल भएँ। सायद जापान आएर मैले केही प्रगति गर्न नसके पनि मैले आफ्नो स्कुलको नाम अनि मेरो आफ्नो परिवारको नाम अनि मैले आजसम्म मेरो परिवारको इज्जत ढल्ने काम कहिले नै गरिनँ। सायद भलै मैले पैसा कमाइन होला, तर मैले साथीहरूको सपोर्ट, माया अनि फेसबुक, टिकटक र मा सक्ने मैले सहयोग गरेर मैले आज आफ्नो नाम मात्र नभएर मैले आफ्नो स्कुलको नाम अनि परिवारको नाम उच्च गरेको छु। यो पाउनको लागि मैले धेरै सङ्घर्ष गरेँ, धेरैको साथीको सपोर्ट पाएँ अनि हिजो गेम खेल्दाखेरिको यो मेरो हालत यस्तो भएको थियो।